फिनिस गर्छ लहर नआएको को आयो को छ काका को आयो जाम्लो को छ लहर नआएको के छ काका कति अग्लो भयो यार के छ मेरो भाइ खरेलाई भन्दा गरेन भन्न आफ्नो काका लुजो केही हुँदैन जो काकासँग जो अहिले एकछिन भन्छ के छ भाइ आज कहिले सोच्नु फाइदा Vale, चिन्नु आयो खोइ दावा यो को हो यो ठिक उयो म भौडा होइन नि के छ आमा यहाँ बस ट्याक्सीलाई रोक भनेको माइक्रोले कहाँ त भाडाको माइक्रो रोक्दैन भनेर घरै पुरै एक हप्ता म्यारेज खेले भन्छ 10 रुपियाँ भन्छ डोन आएछ म्यारेज खेले गुड हाई के हो त म आज मलाई आमाको चौरासी हो यो पशुपतिको ठाउँ 3 बजे गएको म र उज्जवल ब्रदर ठाउँ मान्छेहरू त्यो सामान नलैकन मान्छेले ठाउँ चाहिँ एकदमै हामीले ठाउँ नदिएको अवस्थामा हामी यो सामान पुरै लिएर हामी सबजना हामी यहाँ बाको आमाको नाति खाल र म छोरो जीवनलाई जाँदैछौँ र बाँकी फेरि आएर फेरि एक माइक्रो जाइन्छ अब आएपछि अहिले त निकै भइसक्यो तर हामी 3 बजे गएको थियौँ पशुपति आएर ठ्याक्कै 3 बजे उज्जवल ब्रदर म फर्किन्छौँ त्यही बेला बाई ए हो तपाईँ उयो मेन मान्छे ए के हो त मलाई त भन्नु न के भन्नु आज अब आमाको चौरासी होइन के हुन चौरासी अनि कर्ता तपाईँ कर्ता होइन कर्ताको काम के हुन्छ त त्यहाँ पुरै तैँले जिएर यताउता भनेको धोती लाएर मेन तपाईँ त्यहाँ मण्डपमा अरे त्यो उसमा केमा अङ्कल पूजापाठ पशुपतिमा पूजापाठ गर्नु पर्यो आमालाई पूजा गर्नु पर्यो आमाको हेल्पर आमा पनि पूजामा बस्नुपर्छ आमा दिनभरि बस्नुपर्छ मतलब पूजैमा बस्नुपर्छ कि आमा सेलिब्रेटी भएर छेउमा बस्ने हो टेक्निकली कति घन्टाको हुन्छ पूजा यो आज 4 बजेसम्म हुन्छ हाम्रो पूजा मात्रै लगातार अनि टिका लगाउने कार्यक्रम त्यसपछि बल्ल 4 बजी 4 पछाडि 6 देखि 3 भने जस्तो लाग्यो एक गाडी रहेछ होइन सामान सब गाडी सामान के भन्नुहोस् को मैले 3000 हारेँ मैले 3000 हारेँ अङ्कल ऊ
धोनी भाइले 4,000 जित्यो 4,000 पछिबाट आउँछ। सुदीपले 2,000 जितेछ 6,000 बाबाले हाल्छ। मैले 3,000 हारेँ अब अरू कसले हार त सबले मारे मजार उज्जवललाई पनि हाल्छ अहिले। ए सुमनले हार न बिचार दिन्छ ए सुमनलाई उज्जवलले हार 1000 रुपैयाँ उज्जवललाई ड्र भइसकेको छ। 1500 हारेको ए पोल्ट्री भने 1500 होइन जिउ भने सुइला उठ्छ अनि 1500 जीवनन्दले 1500 जित्नु भएको उज्जवलले पनि जित्नु हार्नु भएन उज्जवलले हारेन। उज्जवलले हार्नु भएन त्यही होइन ड्र खेल्नु मारेको। आमाको छोरा चाहिँ आज हामी पशुपतिमा छौँ पर्छ हामी पशुपतिमा कति बज्यो अहिले 6 ए त्यस्तो भयो त्यत्रो भइसकेर 6 नै भइसकेको छ यार हामी यहाँ पशुपतिमा सामान गर्दैछौँ बिहान 3 बजीदेखि स्टार्ट गरेको हुनुहुन्छ अङ्कल लु के पाऊँ मलाई पनि दिनु मलाई पनि दिनु यो भारी छ यो। ढाड्नु दिनु न ढाड्नु ल सक्यो दादा कम्प्लिट सक्यो दाजु सामान एक गाडी थियो सक्यो सक्यो हामी उ गरौँ न चियाले पनि एउटा चिया लिइहालौँ नि कहाँ हो चिया चियावालाले ऊ पनि बोक्छ एकअर्कासँग झगडा गरेको हामी यही गाडीमा फर्किने हो ए हो र कति टाइममा रेडी हुनु पर्यो त हामी अब हामीले धेरैमा आधी घन्टा एकदम ढिलो भयो चिया खाने गर्न सक्नु बस्छ के गुरु अब गुरु र हामी चिया खाँदै गर्छौँ रेडी भइसकेको हो त। हामी हिँड्नु ल अब हामी चाहिँ सबै सामान थन्काएर हामी उत्सव भएको रोभरमा सब हाम्रो हाम्रो वरिष्ठ दाइ खोज्दै दाइहरू त यहाँ ध्यान दिँदैन त हाम्रो मेन दाइले गरेर सक्सेस भएको हामी तपाईँको चाहिँ के छ भने अब कहाँ पुऱ्याउनु भयो तपाईँ म पशुपति पुगेर आएको होइन आज आमाको चाहिँ 84को पूजा गर्नको निम्ति बिहानै चाहिँ पशुपतिमा अत्यन्तै पशुपतिनाथको प्राङ्गणमा चाहिँ बिहानैदेखि भिडभाड हुने भएको हुनाले ठाउँ छिटै सुरक्षित गर्नुपर्ने देखिएको हुनाले हामी सबै गएर चाहिँ त्यहाँ सामान राखेर आएका छौँ। ल यहाँ हाम्रो चाहिँ मेरो भाइहरू 6 क्लासदेखि चाहिँ यो माइक्रोमा यहाँ चढेको रहेछन् हाम्रो गुरुले 12 पल्ट पनि सम्पर्क गर्छ भाइहरूको चाहिँ त्यसको लागि यो म गुरुलाई गुरु तपाईँले कहिलेदेखि देखेको भाइहरूलाई भाइहरू भेटेको चाहिँ मैले अहिले करिब 6-7 वर्ष भयो 6 वर्ष जति भयो अनि केटाहरूको बानी भएर भाडा तिर्न नतिर्ने थपक्क लुकेर उत्रिने केही थिएन गुरु छैन बाबुहरू एकदम सोझा छन् इमान्दार छ राम्रो वफादार गर्नु छ राम्रो पढाएको छ ल धन्यवाद गुरु अब म उसो भाइलाई क्यामेरा चाहिँ हस्तान्तरण गर्छु ल हामी अहिले पशुपति पुगेर हामी अहिले घरतिर गइरहेछौँ। आज हाम्रो विशेष कार्यक्रम छ हाम्रो हजुरआमाको 84 छ त्यही भएर हामी भाइ पनि अस्ट्रेलियाबाट आएको छ उहाँ आमाकै 84 मान्ने भनेर त्यही भएर आज हामी अहिले सबैजना अब भिलाउने कार्यक्रम छ पशुपतिनाथमा। म नि त्यही भन्न चाहन्छु उज्जवललाई तिमी पनि त्यही भन्न चाहन्छौ आज हाम्रो आमाको 84 छ पशुपतिमा आज सबैजना भेला हुन्छौँ रमाइलो हुने होस् 7जनालाई चाहिँ हामी उदिप दादालाई चाहिँ मिस गरिरहेको छौँ को मिस गरेर उदिप दादा त्यस्तै हो। अर्जाल के भन्नुहुन्छ म पनि त्यही भन्न चाहन्छु अरू सबैजना भेट भयो उदिप दादासँग भेट्नु पाएन होइन नेक्स्ट टाइम टिभी उठ न उठ कहिले सुत्छ उठ उठे बेला भएन हामी आउँदैछौँ मुच्चापुरमा छिटो है छिटो हामी आउँदैछौँ तर एज युजुअल काठमाडौँको जाम कति माऱ्यो कहिले मैले 3,000 हारेँ 3,000 हार्यो गरमा जाउँ न 35 रहे टु बी प्रिसाइज कसले जित्छ सालोले 4,000 जित्यो सुदीपले 2,000 जित्यो अङ्कल हार्नु हार्नु तर अङ्कल नेभर अरू को भन्नु न कसले को थियो अर्को
बाले पनि बाले जित्नु यार बराबर भयो 17 पोइन्ट त छोडेँ नि त मैले अनि 10 पोइन्ट उलाई छोडेँ सुमन रालाई प्रकाशले पनि हार्नु हो अलिकति बेसी 80 पोइन्ट छोडेँ के मारे ल न 80 पोइन्ट छोडेँ भाइ मसँग पर्दाले त्यो पैसा थियो नि 600 500 मुल्थ्यो म तिम्रो पैसा गरेको त कति हार्नु त 1500 मारे भन्छु मलाई पर्दाले 50 नि त मन पर्दा त्यही पैसा यो विषयमा धारणा के छ जिपी 2000 जति छैन हैन ठिक छ पार्टी दे है काटी टक्के भक्तपुर काठमाडौँको बोर्डरमा आइपुगेका छौँ अब वी आर हेडिङ टुवर्ड्स मोकन्थली बाबा लाउनु भएछ के होला 500 हारेर पर्ने कस्तो कुरा छ 500 हार्नु गरे 500 हार्नु पर्छ जीवन अङ्कल जित्नु सुमन दाले कति हार्नु सुमन दाले सुमनदाले हार्नु भयो यार कसले जित्यो त पैसा उत्सव कति हार तिमीले 3000 3000 कतिचोटि भन्नु हो तपाईँ कति चाहिँ मरे 1500 सबैजनाको ड्रेस गरिरहेछ जस्ट इन केस यु डोन्ट नो त्यसपछि सबैजनाले कसले रुद्राक्ष लाउनु चाहिँ छोडो नो शिट शिट मैले कहाँ राखेँ रुद्राक्ष चाहिँ राखिदिएँ रुद्राक्ष कहाँ म लुक्नु रुद्राक्ष धेरै होवाला भइरहेछ यहाँ सुदीप चाडा उठेर चाडा आइज कहाँ छ के छ आइदैन तपाईँको नाम के हो घर कहाँ हो पहाडमा हो तपाईँको बुवाको नाम के हो तपाईँको बुवाको नाम बाको नाम के हो बा आमा अनि कस्तो लागिरहेको छ चौरासीमा अहिले भन्नु त राम्रो छ बाको 84 चाहिँ हामीले नरामै गरेको थियौँ आज आमाको 84 छ अनि हामी सबजना राति भेला बस्छौँ उदिप दादा चाहिँ हुइसिन्न अनि उदिप दादालाई मिस गरिरहेको छौँ उदिप दादालाई एकदम हामी त्यसलाई मिस गरिरहेको भाउजूले अनि रुबानलाई आइरहेछ तपाईँ बोलेको सुनिरहेको छ ल सकिल प्रो दाउदको भाइ सकिल भोलि होली पनि छ भाइ द वे भोलि पनि चाहिँ बाहिर गएर सबैजना आजको विषयमा भन्नु एकदम रमाइलो लागिरहेछ सब फ्यामिली जति तर उदिप र उदिप परिवार भाइ उदिपलाई एकदम मिस यु एउटै ड्रेस कोड हो नि के हो भनेर भनेन मैले तपाईँलाई यत्रो पशुपति भोक लागेर कस्तो भएको छ के नखानु पनि भइहाल्छ के हुन्छ सेलरोटी पनि भइहाल्छ सुदीप चाँडो आइज न 10 अर्डर यहाँ भ्याउनु ढिलो भइसक्यो चाँडो आइज पशुपति आएर फेरि लाउन कति बल्छ माथि हो छैन बाला हेरे हामी कहाँ जाने हो बाहिर 84को स्थानमा जाने हो जहाँ 84 त्यसपछि हामी चिया खाने टी लभर उनीहरूमा 84 भन्ने के हो थाहा छ हामीलाई के भन्छ बाटोमा उनीहरूलाई 84 को अघि के तपाईँले डेफिनेसन भन्ने हुन्थ्यो के रे भाइ 84 को डेफिनेसन भन्ने हुन्थ्यो नि म त 84th बर्थडे यतिको बर्थडे होइन अब एउटा लाइफ स्टाइल के अरे लाइफ साइकलमा 1800 चोटि मुन साइकल पुरा हुनुपर्छ अरे के अनि मुनको पनि 28 डेज हुँदो रहेछ लाइफ साइकल उसको अवस्था सर्कल गर्ने एकचोटि अनि ठ्याक्कै 84 इयर्समा गएर पुग्ने रहेछ क्या त त्यही भएर 84 त्यही भएर 84 गरेको खासमा त्यो 84 वर्ष मान्छेले बाँच्यो भने चाहिँ मुक्ति पाउने अरे कि अर्को जन्म लिनु पर्दैन अरे कि मुक्ति पाउनु गयो भनेर मैले सुनेको थिएँ कतै 84 वर्ष पुगिसकेपछि कि नि पुग्यो भने नि 1008 उतो पुग्छ अरे क्या के अरे मुन साइकल अनि त्यो भएपछि यही जुन मुक्ति पायो अरे अर्को जुन लिइराख्नु पर्दैन अरे क्या मान्छेले
त्यो अर्को के कुरा चाहिँ छ 84 किन गर्छन् पटपटासँग 84 भने चाहिँ मैले बुझेअनुसार चाहिँ हाम्रो गुरुलाई थाहा हुन्छ गुरु 84 किन गर्छन् हजुर 84 भनेको 16 चन्द्रमाको व्रत पुरा गर्नको लागि 84 गर्छन् के को व्रत 16 चन्द्रमाको व्रत पुरा गर्नको लागि भनेको यसको पछाडि के कारणहरू छन् यसका चाहिँ अलिकति इजी तरिकाले भनिदिनु न सजिलो तरिकाले हामीले बुझ्नु त हरेक देवताहरूको चाहिँ तपाईँको चाहिँ सबैको चाहिँ व्रतको फल प्राप्त गर्नको लागि यो गरिन्छ क्या 84 वर्षसम्मको चाहिँ तपाईँको कति व्रतहरू बसिन्छ होइन अनि 16 चन्द्रमाको व्रत होइन त्यो चाहिँ 84 वर्ष पुगेपछि त्यो व्रत गरिन्छ 84 किन गर्छन् मैले गुरुलाई चाहिँ सोधेँ तपाईँको पनि धारणा बुझ्न सक्छु 84 चाहिँ अब 84 को कति वर्षको पूजा गर्ने होला त्यो त हामीलाई पनि पुरै थाहा छैन के भन्ने भाइ अब यहाँ हामी यहाँ मण्डपसम्म खानु यहाँ पुरै व्यापक रूपमा यहाँ मण्डप सानो पुरै तयारी हुँदैछ हाम्रो आमाको मण्डप यहाँ ल आन्टी हामी 84 किन गर्छौँ 84 हामी अब आमा बुवाहरूको चाहिँ 84 वर्ष पुगिसकेपछि 84 वर्ष भनेको एउटा जीवनको सबैभन्दा महत्त्वपूर्ण वर्ष हो किनभने उहाँहरू अब धेरै वर्ष हुन लागिसकेपछि उहाँहरूको राम्रो होस् उहाँहरूलाई भन्नको लागि हामी 84 गर्छौँ होस् भनेर हामीहरू 84 गर्छौँ भन्ने लाग्छ मलाई चाहिँ हामी 84 किन गर्छौँ धर्म स्वर्ग जानको लागि सिधा भाषामा भन्दाखेरि त्यो गर्ने होइन के छ शुभकामना छ धन्यवाद गोपीलाई सोध्न 84 किन गर्छन् गोपालङ स्वर्ग जानको लागि होइन 84 मा 1008 चन्द्रमाको दृश्य भइसकेको हुन्छ र त्यो भनेको एउटा हाम्रो मानव जीवनको पूर्णता हो उमेरको एउटा एक्टिभ लाइफको पूर्णता मानिन्छ त्यसर्थ जसले सक्रिय जीवन 84 वर्षसम्म 84 वर्ष 1008 चन्द्रमा देख्नुभयो उहाँहरूको सफल जीवन मानिन्छ उहाँहरूलाई बाँकी जीवन सुस्वास्थ्यमय पूर्ण तरिकाले बितोस् भनेर अझ स्वास्थ्यको कामना गर्दै सहज जीवनको लागि 84 पूजा गरिन्छ लाइफको 100 एक्टिभ लाइफको 100 चाहिँ 84 रहेछ क्या एजको हिसाबले उता काउन्टडाउन मुनको हिसाबले चाहिँ मुन रहेछ क्या 83 वर्ष पुरा 1008 चन्द्रमा देख्छ अब लाइफको एक्टिभनेस हुन्छ नि 84 सम्म चाहिँ मान्छेले सक्रिय जीवन बाँच्न सक्छ अब चाहिँ तपाईँ आफूलाई सेटलमेन्ट गरेर रिल्याक्स गर्नुहोस् आफ्नो अनुभवहरूलाई सेयर गर्नुहोस् जस्ट तपाईँ चाहिँ एउटा सुझावकर्ताको रूपमा कोही ज्ञान तपाईँले पाएका 83 के पाउनु हो यस्तो बाबु यस्तो नानी यसो गर होइन भनेर चाहिँ त्यो अब उहाँ चाहिँ एउटा साँच्चै सल्लाहकारको रूपमा समाजको सल्लाहकार होइन को रूपमा लाइफ सेटलमेन्ट गर्ने भने कम्पनीले अनि यो चाहिँ अझ ऊर्जा दिने होइन चामल कतिवटा टपरीमा मण्डपको काम एकदम धमाधम भइरहेछ यहाँ यी मण्डपहरू भइरहेको छ यहाँ हाम्रो अब यहाँ हाम्रो दाजुलाई पनि हाम्रो यहाँ हाम्रो बाघ एकदम भान्जा पहिलो भान्जा यहाँ भान्जा थुप्रै होला मध्ये 84 माइजो गरेर के छ हजुर कस्तो फिल एकदम खुसी लाग्यो माइजूलाई यस्तै 100 वर्षभन्दा बढी देख्न पाऊँ भन्ने हामीलाई लागिरहेको छ स्वास्थ्य एकदम राम्रो छ माइजूको सधैँ यतिकै रहिरहोस् र विशेष गरी भाइलाई कान्छो भाइले मामा माइजूलाई एकदम राखेको छ बहुत सत्कार गरेर राखेको सेवा गरेर कान्छोप्रति विशेष धन्यवाद हामी सबैले गर्नु परेर मामा माइजूले सेवा गरेको छ कान्छोले धन्यवाद ल दाजु धन्यवाद ल हाम्रो दाजु यहाँ छ यहाँ गोपी ल अर्को भान्जा हुन्छ धन्यवाद एकदम माइजूको स्वास्थ्य दीर्घायुको कामना गर्दछु धन्यवाद ल धन्यवाद ल के छ खबर ठिक छ नि गर्दै हुन्छ ज्योति हजुर बिलपा त यहाँ के हुनुहुन्छ यहाँ सरिता हजुर हुन्छ यहाँ हुन्छ छोरी हुनुहुन्छ यहाँनिर कता जाने यहाँ हिँड्नु हुँदैन उतै बस्नु ल फेरि एकचोटि भाइ को हो यो नाति उत्तमको छोरो जेठु नाति हो नाति यहाँ भान्जा काइली बहिनीको छोरो भान्जा नमस्कार मामा भान्जा
भान्जा सिमपानीबाट आउनु भएको काइली बहिनी तपाईँको काइली पनि हुन्छ नि सापकोटा ज्वाइँ उहाँको छोरो कान्छ जुनेस उहाँ छोरा अरुण भन्दै माइले बानी सिम्पानीबाट आएको सिमपानी जाने अरे तपाईँ लाने अरे सिमपानी सोध्नु लाने गणेशस्थान थाहा छ नि गणेशस्थान जाने गणेशस्थान सिम्पानी लोक गणेशस्थान मामाको पनि नानीहरू गर्ने भनेर हो त सिम्पानी तातो छ पुरै के गर्नु अभिजिने खाएर अफिस भएन चौरासी किन गर्छौँ हामी? चौरासी बढी पुण्य होस् भनेर होइन त गुरु? सरल भाषामा बढी पुण्य होस्, आत्माले शान्ति पाओस् अनि मानसिक सन्तुष्टि मिलोस्, यही त हो। अनि हाम्रो सनातनदेखि चलिआएको हाम्रो जुन संस्कृति छ त्यसको जगेर नहोस्, यही हो। यिनीहरू के छ? राम्रो छ एकदम आनन्द बस आमालाई हामी चौरासी किन गर्छौँ? मलाई सोधेर हुन्छ सो थाहा पाउनु पर्यो नि त चौरासी गर्न आएको मान्छे अर्को जन्म लिन्छ भनेर अरे होइन नि भन्नुपर्छ नि भर्खरै सुनेको है मैले त अघि चौरासी अब अर्को जन्म फेरि मान्छे लिन्छन् भनेर अरे अरू के हो दिदी चौरासी किन चौरासी गर्छ? चौरासी अब चौरासी सबैले गरिरहेछ होइन परम्परा अनुसार अनि राम्रो अब बुढाबुढीलाई राम्रो सुत्दै फापे माइलो मिनाजले भन्नुहुन्छ हामी चौरासी किन गर्छौँ? मानवले यो चौरासी पूजा गर्न पाउनु भनेको ठुलो अभाग्यको कुरा हो। किनभने यो कलियुगमा 84 वर्षसम्म बाँच्नु भनेको एउटा ईश्वरीय शक्ति हुने, ईश्वरीय देन हुने मान्छेहरू 84 वर्षमा चाहिँ सम्म बाँचेर त्योभन्दा चाहिँ क्रस गरेर मृत्युवरण गर्दछन्। त्यसको उपलक्ष्यमा 1000 चन्द्रमा चाहिँ उहाँहरूले देखिसकेको हुनुहुन्छ। 84 वर्षमा 1008 चन्द्रमा चाहिँ उहाँहरूले देखिसकेको हुनुहुन्छ। यसै अवस्थामा चाहिँ यो चन्द्रमाको पूजा विशेष गरेर चाहिँ चन्द्रमाको पूजा गर्ने उद्देश्यबाट उहाँहरूको चाहिँ यो आज 84 माता कौशल्या देवीको 84 पूजाको कार्यक्रम हुँदैछ। छोराहरू सबैजना छोराहरू, बुहारीहरू, नातिहरू र छोरी ज्वाइँ लगायत आफ्ना चाहिँ कुरकुटुम्ब भतिजाहरू सबै भएर माता श्री कौशल्या देवीको 84 पूजाको कार्यक्रम हुँदैछ। हामीलाई आशा छ यो संस्कार बमोजिम उहाँले चाहिँ गरे जानी नजानी गरेका पापहरू पनि उहाँले चाहिँ यहाँ चाहिँ अब मोक्ष
प्राप्त गर्नुहुनेछ र चन्द्रमा 1000 चन्द्रमा 1008 चन्द्रमाको उहाँले दर्शन गरिसक्नु भएको छ। त्यसो भएको हुनाले 84 चन्द्रमामा 1008 चन्द्रमाको चाहिँ यहाँ दर्शन गरिसकेको अवसरमा आज हुन लागेको कार्यक्रम फलदायी रहोस्, माताको चाहिँ पाप मोचन होस् र उहाँको चाहिँ अन्त्यमा चाहिँ आफ्नो चाहिँ नि परमधाम गतिको लागि चाहिँ राम्रो मार्ग बनोस्, हामी सबैले शुभेच्छा गरौँ। निकै सकियो कन्या वाचनको प्रसाद अलिकति ल्याउनु हुने त सुरुको प्रसाद ल्याउनुहोस्। वा बस्नु सुत्नु वा सुत्तिनु भुइँमा छोइराख्नु, त्यसमा जल राख्नु अलिकति पुरा के फुला लिएर भुइँमा छोइराख्नु। बान्दै हालै गरौँ घडा काम सकेर अमेरिका लाने भयो खाइरहेले फोटो खिचेर ओके भनेर ओए बिस्तारी बोल जुम 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 आन्टी जुम बोलो भने हामीलाई दिनु है केटाहरूलाई बोलो वासुदेवाय भगवते वासुदेवाय भजं वासुदेवाय उता उता बत्ती उता यो कुनामा कुनामा राखौँ कुनामा
कस्तो भयो जीवन भयो रमाइलो भयो के गर्नुभयो तपाईँले त्यहाँ बसेर त्यहाँ के गर्नु पढ्नेले जे गर्नु त्यति हजुर सुरी बोकेको आमाकै पालो हाम्रो हजुरआमाले नाति के अरे हेर्न पाएनन् बोलाउनु पर्छ र दुईटा हातमा मैले पक्रेको तिमीलाई मैले पक्रेको छिटो बढ्यो भन्ने मात्रै हो चिनेन ठिकै भयो त फेसबुक भान्जा बहिनीको जान्छ भान्जा हो न सिधै बहिनीको भान्जा हाम्रो के पर्छ हाम्रो डेडीको भानिज भाइ अङ्कल डेडीको भानिज भाइ भने चाहिँ काका पर्यो हाम्रो अङ्कल मैले चिने अहिले हुनेवाला बेहुलो एकदम आधा आउँदै भइसकेको पाउने लगभग तिमी को यो परिवारमा तिमीले आफूलाई चिनाउनु पर्नु कसरी चिनाउँछ अहिले भर्खर म सेबुको काकी त्यसरी चिन्दैन तँलाई यो पोखरेल परिवारको कान्छो नाति कान्छो होइन मभन्दा 3टा त 4टा तल छ म त उत्तम बुवाको त कान्छो बुहारी ग्रान्ड एन्ट्री भएछ ग्रान्ड एन्ट्री भयो कि तर मलाई घोर आपत्ति छ एकपल्ट यहाँ घुमा त सबतिर तर आफूलाई पनि घुमा ए मैले बुझेँ यो आपत्ति हो यसमा आपत्ति के छ भने मैले यसलाई भने सबले ड्रेस लगाएको छ नि त भनेको हामी घरकाले ड्रेस लगाएको भने सही कुरा हो यो अनि मैले सोचेँ ए साला घरवालै सोचिरहेको थिएँ म आफूलाई थ्याङ्क्स के हो त कुरा सबैलाई मैले एउटा कुरा सोधेँ तँलाई सोध्न बिर्सेँ 84 किन गर्छ 84 What do you have to say about this? किन गर्छन् 80+ भइसकेपछि चाहिँ त्यो चाहिँ अब 84 वर्षसम्म बाँच्यो ल कङ्ग्रेचुलेट गर्नको लागि म तँलाई भन्छु अब एक्चुअल रिजन 84 चाहिँ 1008वटा चन्द्रमा मान्छेहरूले 84 वर्षसम्म देखिसक्छ आफ्नो लाइफ टाइममा 84 इयर्ससम्म कोही मान्छे 84 वर्षको हुँदाखेरि 1008वटा चन्द्रमाको त्यो आइदर त्यो फुल मुन जस्तो भन्छ कि के भन्छ अब त्यस्तो देखिसक्छ त्यो भएर त्यसपछि सबै आफ्नो पापहरू धोल्न यताउति गर्न अनि त्यसपछि अब फेरि एउटा नयाँ लाइफको लागि रेडी गराएको क्या मान्छे यो पूजा एक्चुअली साइन्टिफिकली पनि यहाँ यत्रो बिहानदेखि म यही कुरा सोधेर भिनाजुले मलाई 5 मिनटको क्लिप दिनुहोस् हामीलाई के चाहियो खोज्दैन हो कुर्तु मम्मीलाई के चाहियो खोज मेरो जीवनमा साँचेर राख्दैछु तिमीलाई अनौठो हातले पकड्न अहिले नि
सिम्पानी घर भन्नु ल बालु जानु आऊ नाति छ सिम्पानी सिम्पानी गाडी ल्याइरहेछ गाडी ल्याइरहेछ यहाँ राख्न पारेको छिन् सिम्पानी घर भन्नु दारा गिटेर ओ साने एलिन आफैतिर आउँछ यता यता आमाको खिचिहाल न खिचिहाल प्रकाश अङ्कल मलाई रिल्स गर्न मिल्दैन पैसाको माला सबै के हो फुल मात्र आमा आज जाने जाउँ
नातिहरूलाई पैसा यहाँ सुन त हामीसँग चाहिँ टच हुने मान्छेलाई मात्रै भन् क्या त्यो च्यान डाँडे सेन डाँडे हामी जान्दैन त नजिक बसेहरूले च्यान डाँडे सुन न त नजिक बसेहरूले च्यान डाँडेसँग चाहिँ मतलब छैन कुर्तु हो नजिक कुरो गर्थ्यो गुड खाऊ हामी भनिया चाहिँ एक घर परिवार कुर्तीले ल्याइदिइहाल्छ नि मलाई चाहिँ पर्जल के पर्जलको टाउको